आज हामी यो भिडियोमा बाटोहरू कति प्रकारका हुन्छन्, त्यसकै आधारमा त्यसको राइट अफ वे कति हुन्छ र त्यसमा सेटब्याक कति छोडेर स्ट्रक्चर बनाउन पाइन्छ भन्ने कुरा यो भिडियोमा गर्छौं। पहिलो हुन्छ राजमार्ग यानि कि हाइवेमा चाहिँ हामीले जहिले पनि राइट अफ वेको कुरा गर्दा चाहिँ सेन्टरबाट दुईटै साइडमा 25-25 मिटर यानि कि 50 मिटरको राइट अफ वे चाहिँ हुन्छ। तपाईले यदि स्ट्रक्चर हाइवेलाई छोएको जग्गामा बनाउन खोज्दै हुनुहुन्छ भने त्यसमा 3 देखि 6 मिटर सम्मको सेटब्याक छोडेर चाहिँ नर्मली स्ट्रक्चर बनाउनु पर्ने हुन्छ। दोस्रो कुरा हुन्छ तपाईको फिडर रोड। सहायक राजमार्गमा चाहिँ राइट अफ वेको कुरा गर्दा चाहिँ 30 मिटरको मापदण्ड यानि कि सेन्टरबाट 15-15 मिटर चाहिँ बाटो यानि कि राइट अफ वे हुन्छ भने अब घर बनाउँदै हुनुहुन्छ, स्ट्रक्चर बनाउँदै हुनुहुन्छ भने चाहिँ त्यसमा 1.5 मिटर देखि 3 मिटरसम्मको सेटब्याक छोडेर मात्रै घर बनाउन पाउनुहुन्छ। अघि हामीले कुरा गरेको हाइवे र फिडर रोडहरु भनेको चाहिँ तपाईको स्ट्र्याटेजिक रोड नेटवर्कहरुमा पर्छ, जुन चाहिँ केन्द्रीय सडक विभागहरुले हेर्ने कुरा भयो। अर्को चाहिँ हाम्रो लोकल रोड नेटवर्क, जुन चाहिँ नर्मली म्युनिसिपालिटी डिस्ट्रिक्ट रोड डिपार्टमेन्टहरुको अन्तर्गत चाहिँ पर्छ। पहिलो कुरा हुन्छ तपाईको अर्बन अथवा त डिस्ट्रिक्टसँग रिलेटेड रोडहरु। यो अर्बन रोड भनेको चाहिँ 8 देखि 20 मिटर सम्मको डिस्टेन्सको रोड हुन्छ। अब यदि तपाईको 8 मिटरको बाटो छ भने सेन्टरबाट 4-4 मिटर राइट अफ वे हुने भयो। 20 मिटर भयो चाहिँ सेन्टरबाट तपाईको 10-10 मिटर चाहिँ तपाईले राइट अफ वे छोड्नु पर्यो। अनि सेटब्याकको केस चाहिँ तपाईको विभिन्न नगरपालिका, विभिन्न गाउँपालिका, विभिन्न डिस्ट्रिक्टको आधारमा चाहिँ डिफरेन्ट हुन्छ। अब यसलाई साइज अफ रोडले पनि फरक पर्यो, एन्ड हुन्छ हुँदैन भन्ने कुराले पनि फरक पर्यो, बाटो कति डिस्टेन्स लामो छ, 100 मिटर भन्दा छोटो छ अथवा लामो छ भन्ने कुराले पनि 1.5 देखि 3 मिटरको सेटब्याक चाहिँ हामीले छोडेर मात्रै घरहरू अथवा स्ट्रक्चर बनाउन पाइन्छ। यो जुन तपाईको अर्बन रोडमा चाहिँ सडकको श्रेणीहरू चाहिँ डिपार्टमेन्ट अफ रोडले छुट्याइदिन्छ। त्यही यो श्रेणीको आधारमा पनि कति छोड्नु पर्ने सेटब्याक भनेर ठ्याक्कै एक्ज्याक्ट यति रोड एक रोडको यति भन्न सकिदैन। त्यो चाहिँ स्पेसिफिक एरियाको आधारमा डिफरेन्ट हुन सक्छ। त्यसको लागि तपाईहरुले आफ्नो एरियाको लोकल म्याप्सहरू हेरेर अनि लोकल अथोरिटी अथवा नगरपालिकासँग वडा कार्यालयसँग सेटब्याकहरू पत्ता लगाउन सक्नुभयो। अर्को हुन्छ रुरल रोड। अब जुन भनेको चाहिँ भर्खर विस्तार भएको रोड तपाईको एक्सटेन्ड हुँदैछ, बढ्ने क्रममा छ भने चाहिँ त्यो चाहिँ तपाईको रुरल रोडमा पर्न आउँछ। जसलाई चाहिँ डिस्ट्रिक्टसँग रिलेटेड रोड पनि भन्न सक्यो। जनरली यसको साइजको कुरा गर्दा चाहिँ यो 4 देखि 8 मिटरको हुन्छ। यदि तपाईको जग्गा भएको ठाउँमा 4 मिटरको रोड छ भने सेन्टरबाट तपाईले 2-2 मिटर दुईतिर छोडेर त्यो राइट अफ वे छोड्नु पर्यो भने, यदि 8 मिटरको बाटो छ भने सेन्टरबाट 4-4 मिटर छोडेर चाहिँ तपाईको राइट अफ वे छोड्नु पर्छ। अब सेटब्याकको कुरा अघि मैले भनेको जस्तै यो बढ्न सक्ने अथवा अर्बनाइजेसन नभइसकेको रुरल एरियामा बन्ने रोडमा चाहिँ सेटब्याक जेनरलाइज गरेर दिएको हुन्छ। यसमा चाहिँ तपाईले राइट अफ वे छोडिसक्नु भएपछि सेन्टरबाट 1.5 मिटर छोडेर स्ट्रक्चर बनाउन पाउनुहुन्छ। तर लङ टर्ममा चाहिँ यो बाटोहरू बढ्न सक्ने, जुन केसमा चाहिँ लङ टर्ममा चाहिँ घरहरू भत्किन सक्ने, पछि चाहिँ यदि एक्सटेन्ड भयो भने चाहिँ यसको मापदण्डहरू चाहिँ टाइम टु टाइम चेन्ज हुन सक्छ। अब तपाईहरुलाई बाटो सम्बन्धी स्पेसिफिक केही कुराहरू बुझ्नु मन छ भने तल कमेन्टमा तपाईले लेख्न सक्नुभयो। योसँग रिलेटेड नेक्स्ट भिडियोमा तपाईहरुको क्वेशनको आन्सरहरू लिएर आउनेछौँ। थ्यांक यू।